तिहार। अनि कस्तो लागिरहेछ सबैजनालाई? पक्का पनि हो रमाइलो भएको छ। रमाइलो मान्नुपर्छ है, किनभने आज हामी विनर छौँ। आजको दिनमा हामीले नसा सेवन गरेका छैनौँ, हो कि होइन? हिजोको दिनमा हामी अनकन्सियसली हामीले त्यो दसैँ तिहारहरू मनाइरहेको अवस्थाहरू थियो भने आज नसारहित हामी रमाउन सिक्दैछौँ होइन, रमाइलो गर्न सिक्दैछौँ होइन। रमाइलो गर्न सकिँदो रहेछ, नसा नखाइकन नि बाँच्न सकिँदो रहेछ भन्ने एउटा उदाहरण हामी हौ, हो कि होइन? त्यसैले विगतका ती अनुभवहरू छन् होइन। कयौँ दसैँ कयौँ तिहार मैले मनाउन पाएन, हामीले मनाउन पाएनौँ। हामी कस्टडीमा बस्यौँ, या त हामी कहीँ हुन्थ्यौँ होइन। हरेक वर्ष दसैँ आयो तिहार आयो, छोरो कहाँ भन्दाखेरि पुलिस कस्टडी होइन। त्यो अनुभवहरू पनि छ क्या हामीसँग। त्यसो गर्नु हुनाले हामी आजको दिनमा यस संस्थामा उपचारका लागि आएका छौँ होइन। हामी आत्तिनु पर्दैन, आत्तिने होइन होइन। उपचार भनेको एकचोटि लिने एकचोटि गर्ने, राम्रो गरेर हामी यहाँबाट पोजिटिभ भएर बाहिर जाने हो कि होइन। हाम्रो बाबुआमाको, हाम्रो छोराछोरीको होइन, दिदीभाइहरूको होइन, उनीहरूको एउटा सपना छ, एउटा आशा छ होइन। त्यो आशालाई हामीले मर्न दिनु हुँदैन होइन। हामी उनीहरूले सोचेअनुसार जुन अपेक्षाले हाम्रो परिवारले हामीलाई यो संस्थाभित्र उपचार केन्द्रमा उपचारका लागि हेराइदिनु भएको छ, उहाँको जुन एउटा आशालाई हामीले मर्न दिने छैनौँ, उहाँको विश्वासलाई हामीले मर्न दिने छैनौँ, हो कि होइन? पक्का पनि हामी राम्रो भएर जान्छौँ कि आफ्नो सेल्फ कन्फिडेन्ट हामीले बढाउनु पर्छ। हामी त्यसै पनि सेल्फ स्टिम एकदम लो भएको मान्छे हो, लो भएको व्यक्ति हो होइन। हामी बिना नसा हामी केही पनि गर्न नसक्ने व्यक्ति हौँ कि। हेरौँ त आज प्रत्यक्ष हामी छैनौँ एक आपसमा, इक्जाम्पल हामी आफैमा होइनौँ, सकिरहेको छैनौँ। नसा नखाइकन नाचिरहेको देखिरहेको छु, हिँडाइरहेको देखिरहेको छु, ल देखेको छ कि छैन होइन? हामी हाँसिरहेका छौँ, सुतिरहेका छौँ, खाना 3 थाल रुचेको छ कि छैन? खाइएको छ कि छैन? खाना रुचेछ, निन्द्रा लागेको छ, हिजो सुत्न सकेका थियौँ, खाना रुचेको थियो, नसा बिना घरबाट बाहिर हामी हिँड्न सक्थ्यौँ सिट ठाडो गरेर? सकेनौँ नि होइन। हामीले यहीँ पनि देखिरहेका छौँ, देख्न पाइरहेका छौँ होइन। भर्खरै आउनेहरूलाई हेरौँ न, त्यो त हाम्रो ऐना हो नि। हेरौँ त कस्तो अवस्थामा आउँछन्, हात लगभग काँपेर रातभरि सुत्दैनन्, कति छटपटी हुन्छ उनीहरूको होइन। त्यो छटपटीलाई हामीले देख्न सक्छौँ नि सक्दैनौँ? त्यो त हाम्रो ऐना हो नि। हामी पनि त हिजो त्यही अवस्थामा थिएनौँ, त्यस कारणले हामीले नसा छोड्न सकिरहेका थिएनौँ नि त। तर आज यस उपचार केन्द्रमा आइसके पछाडि हामीले धेरै कुराहरू सिकेका छौँ कि सिक्दैछौँ होइन। नसा रहित जीवन कसरी जिउनु पर्छ भन्ने कुराहरू हामी यस उपचार केन्द्रमा आएर सिक्दैछौँ साथीहरू। त्यसो भएको हुनाले हामी सबैजनाले राम्रो होइन भित्री आत्मादेखि राम्रो सोच गरौँ, राम्रो गरौँ होइन। सबैजना छ होइन, हाँसी खुसी रहौँ होइन, कसैसँग पनि नराम्रो पाउँ होइन। हाम्रो प्रोग्रामले हामीलाई यही नै भन्छ, हो कि होइन होइन? कसैलाई चोट नपुऱ्याउँ, हाम्रो प्रोग्रामले यही भन्छ, हो कि होइन? के होइन? हामीले त हिजो बिना कारण हामीले अरूलाई चोट पुऱ्याइरहेको एडिक्ट हौँ कि। त्यो हामीले यहाँ आएर बुझ्यौँ कि बुझेनौँ होइन? त्यही भएको हुनाले यहाँ हामीले फाउन्डेसन यहीँ बनाउनु, बाहिर गएर बनाउँछु भनेर त्यो कदापि त्यो सम्भव छैन, छँदै छैन। त्यो एक्सपिरियन्स हामीसँग छँदै छैन होइन। त्यो भएको हुनाले हामी यहीँ हाम्रो जब यहीँ बलियो बनाएर जाने हो, बाहिर गएर है। तर फाउन्डेसन हामीले यहीँ बनाउनु पर्छ, बलियो बनाउनु पर्छ, कहिले पनि नढल्ने हिसाबले बनाउनु पर्छ कि, बुझ्यो नि? ल अब
यदि भन्दै होइन एउटा जोक